दर्शकी आज फेरि मेरो नयाँ भिडियोमा सबैजनालाई मेरो स्वागत छ। अस्तिको भिडियोमा त्यति राम्रो गएन छ हैन भ्युज, र पनि हामी राम्रो बिस्तारै नै जान्छ, र पनि अब हामी बिस्तारै मेहनत गर्दैछौँ। र पनि फेरि पनि स्वागत छ मेरो नयाँ भिडियो भ्लगमा। गाडीले डिस्टर्ब गरिदियो, यो गाडीले डिस्टर्ब गरिदियो क्या मेरो भ्लग। ल फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा तपाईहरुलाई एकदम हृदयदेखि नै। आज चाहिँ हामी दुईजना टक्कसँग आज साकेला 15 गते त चुवाडेमा साकेला, अनि आज हामी साकेला हेर्न गइरहेको छौँ। यसो साँझ पख आज मौसम पनि हेर्न पुरै वेदरले पुरै बबाल साथ दिएको छ क्या। त्यही भएको कारणले पनि अब आज चाहिँ घुम्दिउँ, यसो राईहरूलाई हेरिदिउँ भन्ने हाम्रो चाहना हो। हाम्रो पनि केटा मान्छेको मनै त हो। अब के गर्नु राई, अब म चाहिँ सिङ्गल चाहिँ दाई हो कि होइन म पनि सिङ्गल। अनि त्यसो भएर त आज चाहिँ राई मजाले हेर्ने एकदम आँखा फारी होइन। अनि अब पटेन भने ठिकै छ, हेर्ने त अब हेर्नु त पर्यो त होइन। जसो भए पनि पुरै आवाज चाहिँ सुनिरहेको छौँ, साकेलाको पुरै डुङडुङ नाचेको हामी गइरहेको छौँ। तिनीहरू हाम्रो गन्तव्य भनेको चाहिँ आज एकदम राम्रो तरुनीहरू हेर्ने हो क्या। हाम्रो त मेन गोल हो, मेन गोल। फेरि अर्कै नबुझ्नु होला होइन, जस्ट भन्नु हो होइन, रमाइलोको लागि हो। तपाईँहरूलाई पनि यसो हाँसोस् भनेर हामी चाहिँ भन्दिनँ होइन। हाम्रो कर्तव्य हेर्ने हो पुरै उता अगाडि अगाडि। मलाई चिने जस्तो छ यो दुईवटा केटीले मलाई हेरिरहेको छ क्या। यहाँ दुईवटा मेरो फ्यानहरू हो क्या दुईवटा यहाँनिर। भ्लगमा आइसक्यो मेरो। जुम आउँछ छैन, एकदम ठिक छ। ल अहिले चाहिँ हामी चुवाडे आइपुग्न आँट्यौँ, त्यहाँ चुवाडे। ल अहिले चाहिँ हामी ट्याक्कसँगले ठाउँमा आइसक्यौँ, हामी चुवाडे आइपुग्यौँ होइन। यता छ साकेला टक्कसँग रोड गरिदिइहालौँ होइन, रोड गरिदिइहाल्ने हो टक्कसँग। यहाँ हाम्रो प्रहरीहरू हुनुहुन्छ, सुरक्षाको लागि बसिराख्नु भएको छ। खाने जाने साकेला चाहिँ आइसक्यौँ। अहिले हामीले एउटा साथी पनि भेट्यो, मेरो साथी हो। भित्र अहिले चाहिँ हामी भित्र टक्कसँग छिरिसक्यौँ होइन। यता राम्ररी केटीहरू हेर्ने हो अब टक्कसँगले। सब रमाइलो छ रमाइलो। भित्र जानै नपर्ने क्या, टक्कसँगले चारैपट्टि बबाल छ क्या, बबाल झिउ आएर खानेकुराहरू छ टक्कसँगले रमाइलो। कसरी हेरिदिइरहेको आएको दुईवटा दिदीले, लाजै लाग्यो दिदी भने दिदी हो कसरी हेरिदिइरहेको खोइ त। रमाइलो भइरहेको छ। केटीहरू भन्दा नि म त यहाँ केटाहरू धेरै देखिरहेको छु, केही धेरै छैन नि यहाँनिर। राम्रो अब अन्तिम सकिने आँटे जस्तो छ। डेन्जर खतराकै बब्बाले भएछ, बब्बाले डेन्जर। राम्रो आन्टीहरू पनि केही विधि राम्ररी भएको म त देखेरै छक भइसक्यो कि। आन्टीहरू पनि पुरै टक्कसँग। हजुरबाहरू त यस्तो डन्जर देखिरहेको एकदम बब्बाल भइरहेको बब्बाल भइरहेको दामी तपाईँले रमाइलो टक्कसँगले चल्छ। अहिले चाहिँ गइरहेछ टक्कसँग यी यसमा पुरै गइरहेछ। ल दामी ल दामी। यतापट्टि बसतिर पनि मान्छे पुरै छ होइन, बसतिर पनि। अब चाहिँ साकेला सक्यो जस्तो छ, बसमा पनि मान्छे गइसक्यो। हामी पनि अब चाहिँ हामी भेटघाटतिर जाने हो, स्केट खेल्ने। स्केट अहिले त्यहाँ बनाएको रहेछ, अनि त्यो स्केट हेर्नु भयो भने अब चाहिँ हामी जाने। धेरै टाढो छैन, उहीँ परसम्म हो। अब स्केट भए पनि हेर्नु जाने अब टक्कसँग। देखाउने छौँ तपाईँहरूलाई। हामी पढेको स्कुल होइन, म चाहिँ 10 क्लियर गरेँ है। धोबी पिँढे पनि खाइयो, नखानु पनि, गल्ती नगरिकन पनि गल्ती गरेको थिइनँ र पनि पिँढे खाइयो, त्यसको रिस अझैसम्म पनि छ। त्यही भएर पनि म चाहिँ होइन अहिलेसम्म गएको पनि छुइनँ। म एसएस सकेदेखि त्यो होइन बोर्डिङमा मैले पाइलट टेकेको पनि छुइनँ, तर एक दिन जानेछु होइन।
जे जसो भए पनि हाम्रो लागि गरेका हुन्, त्यो चाहिँ मलाई थाहा छ। अब हाम्रै पिटेकै हुन्, खाएको पिटेक सुङ्गा बस्ने गरी मिल्दैन। अब टक्कसँग अब हामी गन्तव्यको आदि आइसक्यौँ। हामीले अब ल अब चाहिँ हामी भेटघाट पुगेपछि हामी तपाईँलाई अरू देखाउनेछौँ। ल अहिले तपाईँ हामी बिर्लेन देखाउने भन्थ्यौँ। बिर्लेन बोर्डिङ चाहिँ उयो हो होइन, बिर्लेन चाहिँ उतै हो बोर्डिङ। टक्क अहिले चाहिँ उता बिल्डिङहरू पनि बनाएको छ। पहिला चाहिँ यतापट्टि थियो, भत्काएको छ अहिले चाहिँ होइन। अनि अहिले चाहिँ हामी पनि यतिसम्म परेको 6-7सम्म यहीँ पऱ्यौँ। अनि त्यहाँदेखि चाहिँ यहाँ आएर सिफ्ट भयौँ। अहिले खतरा बनाएको छ, त्यो रङबिरङ्गी बनाएको छ। अनि बोर्डिङ अगाडि यता ठुल्ठुलो बिल्डिङहरू पनि छन्। अब यो बिल्डिङ पनि अब पछि गएर अब कमाउँछ नि यो बिल्डिङले पनि। यो बिल्डिङ पनि बोर्डिङकै हो होइन नि, अब यहाँनिर उता खोल्छ होला, डिपार्टमेन्ट खोल्छ। यो बिल्डिङमा सायद डिपार्टमेन्ट खोल्ने प्लान छ होला होइन मान्छेको। अब यहाँ डिपार्टमेन्ट खोल्यो भने डह्रो चल्छ कि एउटा चुवाडीमा डिपार्टमेन्ट चाहिँ हुनुपर्ने हो, बबाल चल्थ्यो, पनि हुनुपर्ने हो जस्तो लाग्छ क्या। त्यहाँ मान्छेहरूको गठन छ सायद, के भयो जस्तो छ होइन। त्यहाँनिर केही त भएको छ। अब हामी बुझ्ने प्रयास गरेर हामी भन्नेछौँ चट्ट। आज वेदर फेरि वेदर चाहिँ यस्तो दामी भएको छ कि 3 दिनसम्म लगातार घाम लाग्यो। अनि आज चाहिँ पुरै बादल है, पानी पर्ला जस्तो भएको छ। हामीले भिडियो बनाउँछ भनेर होला पनि जे होस् आज जे होस् भएको चाहिँ एकदम दामी साथ दिइरहेको कि बब्बाल के होइन। पछाडिको भ्यू हेर्ने, पछाडि बब्बाले भएको छ नि एकदम। अब हामीले नै भिडियो बनाउँछौँ भनेर हो कि के भएको। यहाँनिर साँच्चै लफडै परेको रहेछ है, यहाँ चाहिँ लफडै परेछ है। झडै परेको रहेछ, टाउको फराफर यताउति सुने है, पर्ने चाहिँ झडै परेको रहेछ। अब हुनु त केही भएको छ होला त्यहाँनिर, भएको छ। अब बुझ्ने कोसिस गरेनौँ, अब त्यस्तो लफडामा हामी पर्दैनौँ। अब आशा झरीको ठिटाहरू त्यस्तै हो, खान्छन् खाएपछि होइन। अब आफूले चित्ताउनु बुझेको कुरा गरेछ भने त्यो ब्याङबुङ पर्ने कार्य भइहाल्छ, हानिहाल्छ। अनि यता आफ्नो फ्यामिलीलाई प्रेसर हुन्छ, के भनेर त्यस्तै हो। गाह्रो छ। ल अब चाहिँ भेटघाट आइपुगिसक्यौँ। अब चाहिँ तपाईँलाई हामी भेटघाट पुगेर हामी पुरै देखाउनेछौँ। ल अहिलेको लागि चाहिँ अहिले चाहिँ हामी भेटघाट आइसक्यौँ होइन। भेटघाट चाहिँ टक्क यहीँ छ। अब यहाँनिर हामी अब स्केट अब 100 रुपियाँमा हामी 2जना खेल्ने कुरा गरिरहेको छौँ है। एकजनाको चाहिँ एकजनाको 100 हो। अब 100 रुपियाँमा हामीलाई आधी घन्टा खेल्न दिन्छ कि भन्ने अब होइन आशा छ। प्रस्ताव चाहिँ राख्नेछौँ। अब आइसक्यौँ हामी यहाँनिर टक्क। पुरै भिड चाहिँ 150 होला, 150 पनि हुन्छ हुँदैन। बब्बाल भिड छ बब्बाल। ल हाई ल दादा पनि हाई आयो। ओ केटाहरू त यहीँ रह त नि। कसरी छ अहिले? 100 नै हो, 150। राम 150 हो भने त अब हाम्रो खेल अब 150 अरे अब हाम्रो खेलाइ नहुने भयो। अब यस रमित मात्र एकदम स्केट हेर्न बब्बाल भइरहेको, बब्बाल खेलिरहेको होइन, डेन्जर बब्बालले खेलिरहेको स्केट। त अब मैले 100 रुपियाँ मात्रै लिएर आएको थिएँ कि मैले धेरै बोकिनँ होइन पैसा, तर अहिले मासु किन्नुपर्छ होइन। मासु खेल्न सकिनौँ र पनि अब अरूले खेलेको रमित हेर न यहाँ कस्तो। ल अहिले चाहिँ हामी भेटघाटबाट पनि आइसक्यौँ होइन। यहाँ चाहिँ टक्क अङ्कलहरूले चस्मा बेचिराख्नु भएको रहेछ। अब हामी चाहिँ चस्मा लाएर चेक गर्ने। ल्याउनु त अङ्कल यस्तो 1 जोडा चस्मा लगाइदिउँ टक्कसँगले। एउटा ल्याउनु न एउटा। ल चस्मा यो त मलाई सानो हुँदैन। ओहो कस्तो देखिरहेको छ ल कमेन्ट है त ल चट्टसँगले। दामी देखिरहेको नि त अङ्कल। लाउनु त ल यो राख्नु त। यो चाहिँ एकचोटि टक्कसँग यो चाहिँ टक्कसँगले दामी पारामा यो। ओहो बल देखिरहेको छ ल डेन्जर छ कि यो झन् बब्बाल छ होइन। मैले चाहिँ यो लाएँ है। अब यो अङ्कललाई दिउँ होइन अङ्कल यता ल राखिदिएको। ल 10 फोनको लागि भयो है। ल त्यो भए पनि हामीले लगाइदिउँ टक्क। ठमेल भयो, कन्टेन्ट भयो चाहिँ होइन हाम्रो लागि होइन, कन्टेन्ट चाहिँ भयो चाहिँ भने। ल त्यो त साकेला पनि भयो होइन। अब साकेला पनि सक्यो। अब चाहिँ हामी अब मासु लिन जान्छौँ कुदैतिर है।